सिंहदरबार सधैँ चर्चामा हुन्छ, तर यसपटक भने सिंहदरबार आफ्नो नामका कारण चर्चामा छ। राजसभा सांसद हरि ढकालले सिंहदरबारको नाम फेरेर अनाम नगर दरबार राख्नुपर्ने प्रस्ताव गरेपछि सिंहदरबार फेरि चर्चामा छ। त्यो सिंहदरबार भन्ने चाहिँ सिंह न हामीसँग सिंह छ हैन, हामीसँग सिंह छैन। त्यो सिंहदरबार भन्ने चिजको नाम चाहिँ परिवर्तन भएन। त्यसलाई अनाम नगर दरबार राख्दै भए हुन्थ्यो होला। त्यो परिवर्तन पछाडि दुनिया ठाउँको नाम परिवर्तन गर्दै गर्दा एक शताब्दीभन्दा पुरानो सिंहदरबार नेपाली इतिहासको स्टोरी टेलर हो। राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराले विक्रम सम्वत 1960 सालमा 25 लाख रुपियाँ खर्च गरेर सिंहदरबार बनाएका थिए। 5वटा चोक, 1700वटा कोठा, 17वटा आँगन भएको सिंहदरबार 11 महिनामा तयार भएको थियो। यत्रो भव्य दरबार 11 महिनामा कसरी तयार भयो त? खासमा यो दरबार बनाउने मजदुरहरू सेनाका जवान र कैदीहरू थिए। विभिन्न अपराधमा सजाय पाएका कैदीहरूलाई सिंहदरबार निर्माणका मजदुर बनाइएको थियो। कैदीहरूको श्रम शोषण गरिएकै कारण यत्रो ठुलो दरबार 11 महिनामा तयार भएको थियो भन्न सकिन्छ। युरोपियन कलाबाट प्रभावित भएका चन्द्र शमशेरले सिंहदरबारका कोठाहरू सजाउन बेलायत, इटली र फ्रान्सबाट सजावटका सामानहरू मगाएका थिए। बेलायत यात्राबाट फर्केपछि चन्द्र शमशेरले सिंहदरबारको एउटा हलको नाम नै बेलायती बैठक राखेका थिए। विक्रम सम्वत 1958 सालमा प्रधानमन्त्री भएका चन्द्र शमशेरले खासमा आफ्नो पर्सनल युजका लागि सिंहदरबार बनाएका थिए। पर्सनल युजका लागि बनाइएको दरबार 2 करोड रुपियाँमा नेपाल सरकारलाई बेचे चन्द्र शमशेरले। रोचक कुरा त के भने त्यतिखेर सरकार भन्नु नै चन्द्र शमशेर थिए, अर्थात् किन्ने पनि चन्द्र शमशेर, बेच्ने पनि चन्द्र शमशेर। 25 लाखमा बनाएको दरबार उनले 2 करोड रुपियाँमा बेचे। यत्रो भव्य सिंहदरबारमा एउटा पनि टोयलेट बनाइएको थिएन। आजभोलि त सिंहदरबारभित्र प्रशस्तै टोयलेट छन्, तर जतिखेर यो दरबार बनाइएको थियो त्यतिखेर त्यहाँ एउटा पनि टोयलेट थिएन। राणा शासकहरू कोपरालाई नै टोयलेट बनाएर काम चलाउँथे। कर्मचारी र नोकर चाकरहरू भने टोयलेट गर्न खेततिर, खोलातिर जान्थे। इतिहासका विवरण अनुसार सिंहदरबारमा सबैभन्दा पहिला 2006 सालमा 5-6वटा टोयलेट बनाइएको थियो। 2017 सालमा सिंहदरबारमा पहिलो पटक मोडर्न टोयलेट बनाइयो, त्यो पनि विदेशी पाउनका लागि भनेर परराष्ट्र मन्त्रालयको भवनमा। खासमा यो दरबारको नाम सिंहदरबार कसरी भयो भन्ने बारेमा 2वटा किस्सा प्रचलित छन्। पहिलो किस्सा अनुसार चन्द्र शमशेर सिंहको जस्तो रिसा स्वभावका थिए, कहिल्यै नहाँस्ने, जहिले गमक्क परेर बस्थे चन्द्र शमशेर। अनि यो दरबारको छतमा सिंहको मूर्ति राखिएको थियो। चन्द्र शमशेरको स्वभाव र दरबारको छतमा राखिएको सिंहको मूर्तिलाई जोडेर मान्छेहरू सिंहदरबार भन्न थाले। दोस्रो किस्सा अनुसार एक दिन चन्द्र शमशेर आफ्नी श्रीमती बालकुमारी देवीसँगै दरबारको कौसीमा उभिएका थिए। त्यो कौसीबाट धरहराको छेउतिर रहेको बागदरबार देखाउँदै चन्द्र शमशेरले भने, ऊ त्यो हेर त, त्यो बागदरबार हो। त्यसपछि चन्द्र शमशेरकी बुढीले भनिन्, महाराज त्यो बागदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला? चन्द्र शमशेरलाई श्रीमतीको आइडिया मन पर्यो अनि यो दरबारको नाम सिंहदरबार रह्यो। सिंहदरबार नेपाली राजनीति र सत्ताको केन्द्र हो। सयौं शासक र कैयौं व्यवस्थाको उदय अनि पतनको बारम्बार साक्षी बसेको सिंहदरबार आफै भने 2 पटक जलेको छ। 2030 सालमा बिजुली सर्किट हुँदा सिंहदरबार पहिलो पटक जल्यो। 2082 सालको भदौमा जेन्जी विद्रोहका नाममा सिंहदरबार दोस्रो पटक जल्यो र यी दुवै पटक प्रधानमन्त्रीले सत्ता छाड्नु पर्यो। 2030 सालमा कृतिनिधि विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए भने 2082 सालमा केपी ओलीले ज्यान बचाउन राजीनामा दिए। सिंहदरबारले नेपालका सबै परिवर्तनहरू देखेको छ। शासकका सबै गुप्त सूचनाको रहस्य आफूभित्र लुकाएर राखेको छ सिंहदरबारले। चन्द्र शमशेरले नै सिंहदरबार सरकारलाई बेचेको भए पनि 2007 सालको परिवर्तनपछि मात्र सिंहदरबार नेपाल सरकारको अन्डरमा आयो। 100 वर्षभन्दा बढी समयदेखि सिंहदरबार सत्ता र शक्तिको अटुट केन्द्रका रूपमा स्थापित छ। तपाईलाई के लाग्छ, सिंहदरबारको नाम फेर्नुपर्छ? यदि फेर्नुपर्छ भने के नाम राख्नु पर्ला?